कसम खाएर भन्दैछु यी चीजहरू गर्न सबैभन्दा सजिलो छ यदि हजुरले पनि मेरो जस्तै दिमाग लगाएमा। 1 नम्बरमा छ सेभ 2 लाख रुपियाँ। यति त हाम्रो औकात छैन, त्यसैले पछाडिको सबै जिरोलाई काटिदिनुहोस्। 2 रुपियाँ दिनको कम्तीमा पनि सेभ गर्नुहोस्, वर्षको पुरा 730 रुपियाँ हुन्छ। 2 नम्बरमा छ अन रेस्पेक्ट। रेस्पेक्ट त्यो पनि तिम्रो कसैले गर्दैन, मलाई थाहा छ, नसिकाऊ मलाई। रेस्पेक्ट पाउनको लागि पहिला रेस्पेक्ट दिन सिक्नु पर्छ, त्यसैले अन रेस्पेक्ट होइन लन रेस्पेक्ट। नम्बर 3 मा छ गेट अ गर्ल। पहिला यो कुरा भन्नुहोस्, अहिलेसम्म हजुर कति वर्ष पुग्नु भयो? 18-20 त पक्कै हुनु भएको होला। पाउनु भयो त? यत्रो नि पाउनु भएन। 18-20 वर्षसम्म पाउनु भएन भने अब पाउँदा पनि पाउनुहुन्न, त्यसैले गेट अ गर्ल होइन फर्गेट अ गर्ल। नम्बर 4 मा छ बाई अ कार। माथि सेभिङ 2 रुपियाँ गर्ने अनि सपना चाहिँ 40-50 लाखको कारको देखेर हुन्छ। 1 वर्षको सेभिङ 730 रुपियाँ भएको थियो, त्यसको एउटा दामी बब्बाल कार होइन कार्पेट आउँछ। 5 नम्बरमा छ गेट अ फिट बडी। यहाँ मान्छे पातलो भएर किडनी लङ सबै बडीको organ सुकेर हैरान छ, बेच्दा पनि राम्रो मूल्य नपाउने बेला भइसक्यो, त्यसैले भन्छु गेट अ फिट बडी होइन गेट अ फ्याट बडी।